स्वागत छ नयाँ बिहान सूर्यका सात रङहरूलाई। एग्रिकल्चरल रेभुलेसन थ्रु क्वालिटी एजुकेसन भन्ने मूल मन्त्रका साथ सन् 2000 मा हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास्टको स्थापना भएको हो। यो कलेजमा आउनुभन्दा चाहिँ मैले धेरै नै रिसर्च गरेको थिएँ कि कहाँ कुन ठाउँमा चाहिँ भेटनरी कलेजहरू हुन्छ र मलाई चाहिँ सबैभन्दा अनि नजिकको र राम्रो कलेज भनेको चाहिँ हिकास चुज गरेको। अनि यो कलेजमा चाहिँ मैले धेरै चिजहरूको एक्सपिरियन्स गर्न पाएँ। जस्तो चाहिँ हाम्रो एक्सपिरियन्स टिचरहरू हुनुहुन्छ जसले चाहिँ हामीलाई स्टडीको लागि मात्र होइन प्र्याक्टिकलको लाइफको साथसाथ हामीलाई मोटिभेसन गर्नुहुन्छ, गाइड गर्नु भइरहेछ, अहिलेसम्म नि गाइड गर्नु भइरहेछ। अनि हामीलाई फ्युचरमा कुन स्कोप छ, कस्तो ठाउँ छ, कुन ठाउँमा कस्तो प्रब्लम छ त्यसको सल्युसनहरूको कारणले हामीलाई धेरै नै कुरा यताको टिचरहरूले हामीलाई सिकाउनु पनि भइरहेछ। हाम्रो कलेजमा हाम्रो आफ्नै भेटनरी हस्पिटल पनि छ जहाँ हामीले डायग्नोस्टिक फेसिलिटीहरू छ, हामीले लाइभ हेर्छौँ। त्यहाँ हाम्रो फार्म पनि वेल डेभलप फार्म छ, त्यहाँ लाइभ एनिमललाई ह्यान्डलिङ गर्नको लागि पनि लिएर जानुहुन्छ। राम्रो प्र्याक्टिकल एक्सपोजरहरू छ हाम्रो कलेजमा। सो मैले यो कलेज त्यही सब स्कोपहरू हेरेर चुज गरेँ। भेटनरीको फ्युचर स्कोप हेर्दाखेरि धेरै नै छ। अब क्लिनिक खोलेर पनि बस्न पाइन्छ लाइसेन्स भएपछि, र क्लिनिकै र त्यो त्यहीमा बस्नु पर्दैन। इफ आफूले चाह्यो भने आफ्नो बिजनेस एग्रिकल्चरतिर फार्महरू बनाएर वेल इक्विप्ड फार्म र फरेनको टेक्नोलोजीहरू आफ्नै कन्ट्रीमा ल्याएर गरेर पनि गर्न सकिन्छ यो पढेपछि। देशकै राजधानी काठमाडौँमै कृषि प्रविधि शिक्षा अध्ययन गरी देशमै केही गर्छु भन्ने युवाहरूका लागि एउटा उत्तम रोजाइ हो हिकास्ट। I entered HICAST with the high hopes of conquering the field of agriculture. So I wasn't disappointed at all. The equipped laboratories, the most talented teachers in every field, from biotechnology to biochemistry, plant pathology, from different personals, from NARC, government officials, their research inside their information has always helped us. First of all, I did not have an idea about what this course would actually look like. So after experiencing 4 years and being part of more than 50 plus subjects, I am now equipped with all kind of knowledge of this field, starting with like agronomy and ending with statistics. After graduating from this college, many of our seniors have joined different parts throughout the world. They have joined many corporations, many NGOs, INGOs, projects, and through government institutions, which can be beneficial for junior students like us. आज चाहिँ मैले मेरो थेसिस डिफेन्स सकाएँ हिकास्टमा। अनि यो चाहिँ एकदम ग्रेट अपर्च्युनिटी हो फर एभ्री स्टुडेन्ट्स। ब्याचलरमै बसेर चाहिँ थेसिस डिफेन्स गर्नु भनेको इज अ भेरी ग्रेट अपर्च्युनिटी। सँगसँगै मैले चाहिँ आफ्नो इन्टर्नसिप पनि नेसनल हर्टिकल्चर रिसर्च सेन्टरबाट कम्प्लिट गरेको थिएँ, जहाँनिर चाहिँ आई गट टु कम्युनिकेट विथ मेनी डिफ्रेन्ट रिसर्च साइन्टिस्ट। हिकास्टले चाहिँ डिफ्रेन्ट अपर्च्युनिटी पनि प्रोभाइड गरेको छ, जस्तै पिएमएमपीमा पनि काम गर्ने मौका पायौँ, नार्कमा पनि काम गर्ने मौका पायौँ, डिफ्रेन्ट प्राइभेट इन्स्टिट्युसनहरूमा पनि इन्टर्नसिप गर्ने मौका पाइरहेको छौँ। सो आई थिङ्क इट इज अ ग्रेट अपर्च्युनिटी फर एभ्रीवान। कृषि शिक्षा नै कृषि क्रान्तिको मुख्य आधारशिला हो। त्यसका लागि गुणस्तरीय शिक्षा मार्फत देशको कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन प्रतिबद्ध छ हिकास्ट। नमस्ते, मेरो नाम चाहिँ कपुर भुसाल। म चाहिँ हिकास्टमा बिएससी 2017 मा पास आउट भएको र नार्कमा चाहिँ म 2074 सालमा रिसर्च एसिस्टेन्ट पदमा चाहिँ छिरेको। खास गरी हिकास्टको पढाइमा चाहिँ मैले अहिले आएर हेर्दा पनि त्यहाँको करिकुलम अनि पढाउने टिचरहरूको सबै कुराहरू चाहिँ एकदमै राम्रो छ। त्यही फाउन्डेसनले गर्दा चाहिँ यहाँ नार्कमा नाम निकाल्न लगायत अरू विभिन्न प्रतिस्पर्धाहरूमा सहभागी हुँदा चाहिँ आफूलाई अगाडि ल्याउनको लागि चाहिँ त्यहाँको पढाइले एकदमै राम्रो सपोर्ट गरेको छ। र म अहिले हाल चाहिँ हिकास्टको बिएससी 4th सेमेस्टरमा चाहिँ एनिमल न्युट्रिसनको प्र्याक्टिकल कोर्सहरू पनि गराउँछु र त्यहाँ प्र्याक्टिकल गराउने बेलामा पनि एकदमै ल्याबको जुन एक्सपोजर छ एकदमै राम्रो छ। नमस्कार, म डाक्टर रूपा वास्तोला, हाल राष्ट्रिय पशु आहार अनुसन्धान केन्द्र खुमलटारमा प्राविधिक अधिकृतको रूपमा चाहिँ कार्यरत छु। म यो 2007 मा चाहिँ हिकासबाट भेटनेरी बिबिएससी अनि एएस पास गरेर चाहिँ म नार्कमा 2008 मा चाहिँ म यहाँ जोइन गरेको हुँ। र आज म जे छु, जुन हिसाबले म अगाडि बढिरहेको छु, त्यो सबै हिकासको देन हो। हिकासमा हामी चाहिँ सेकेन्ड ब्याच हौँ भेटनेरीको। त्यस बेला चाहिँ मैले कहिलेकाहीँ हाम्रो पहिलाको नोट्सहरू यसो पल्टा हेर्दाखेरि चाहिँ हिकासमा हामीले यति राम्रो एजुकेसन पाएको रहेछौँ होइन। त्यसले गर्दा अहिले विभिन्न ठाउँमा हामी चाहिँ जुनसुकै उसमा चाहिँ कम्पिटिसन गरेर हिकासका स्टुडेन्टहरू अगाडि आइरहेका छौँ। म डाक्टर शिशिर भण्डारी, म भेटनेरियन हो, हिकास्ट कलेजबाट ग्रेजुएट भएको। म यो नेपाल सरकार अन्तर्गतको जुन नेपाल कृषि अनुसन्धान परिषदमा
म यहाँ सेलेक्ट भइसकेपछि निरन्तर रिसर्चमा इन्भल्भ छु र मसँग पढेका अरू साथीभाइहरू जो हामी हिकासमा सँगै पढ्यौँ जति बेला हामी सिक्ने क्रममा थियौँ त्यति बेलाका प्रायःजसो साथीहरू कतै न कतै इन्भल्भ हुनुभएको र प्रायःजसो सबैजना सेटिस्फाइड नै हुनुभएको नै मैले पाएको छु। यहाँसम्म आइपुग्नलाई मलाई हिकास्ट कलेजले अवसर दियो भन्ने लाग्छ। मलाई याद छ हामी सेकेन्ड सेमेस्टरमा पढ्दा हामी मुस्ताङमा गएर चौरी गाईको विषयमा हामी केही साथीहरू गएर अनुसन्धान गरेका थियौँ। त्यो कुरा अनुसन्धान गर्नलाई सबै कुरा हिकासले हामीलाई सपोर्ट गरेको थियो। त्यति बेला लजिस्टिकदेखि लिएर अरू टेक्नोलोजी सबै कुरा सपोर्ट गरेको थियो। कृषि विज्ञानको लागि गुणस्तरीय जनशक्ति उत्पादन गर्ने हिकास्टको महाअभियान सार्थक बनेको छ। हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी हिकास्ट